नमस्कार दर्शकबिन, स्वागत छ फेरि पनि क्रिकेट सम्बन्धी नयाँ अपडेटका साथ उपस्थित भएका छौं। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर साथ दिन नभुल्नु होला। नेपालमा यही मार्च 9 देखि पीएम कप सुरु हुन गइरहेको छ। डोमेस्टिक टुर्नामेन्टको रूपमा लिइने यो टुर्नामेन्ट एउटा बिग टुर्नामेन्ट पनि हो हैन, जसमा 10 वटा टोली चाहिँ सहभागी हुने गर्दछन्। जसमध्ये चाहिँ 7 वटा टोली भनेको 7 प्रदेशको 7 वटा टोली, त्यसैगरी 3 वटा डिपार्टमेन्ट टोली। यस टुर्नामेन्टलाई चाहिँ पहिलो पटक आउट अफ भ्यालीमा चाहिँ कम्प्लिटली गर्ने भनेर चाहिँ बिग न्यूज आएको छ। पीएम कप गर्नको लागि लुम्बिनी प्रदेशका 3 वटै ग्राउन्डहरु चाहिँ भव्य तयारी भइरहेको छ। देउखुरी इन्टरनेशनल क्रिकेट ग्राउन्ड, एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्ड र दार्थ क्रिकेट ग्राउन्डमा चाहिँ भव्य तयारी भइरहेको छ। पीएम कपको हिस्ट्रीको कुरा गर्ने भने जब आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई सस्पेन्सन गर्यो, त्यसपछि चाहिँ नेपाली स्पोर्ट काउन्सिलले 2017 देखि नेपालमा डोमेस्टिक टुर्नामेन्ट गर्नुपर्छ है भनेर चाहिँ नेपाली स्पोर्ट काउन्सिलले चाहिँ नेपालमा पीएम कपको रूपमा चाहिँ वन डे फर्मेटमा खेलाइने एउटा बिग टुर्नामेन्ट चाहिँ आयोजना गर्न थाल्यो। अहिलेसम्म आएर जम्मा 6 वटा सिजन चाहिँ कम्प्लिट भइसकेको छ, जसमध्ये चाहिँ अब भनेको 7औं सिजन चाहिँ आयोजना हुन गइरहेको छ। अहिलेसम्म जति पनि एडिसन कम्प्लिट भयो भ्यालीमा नै कम्प्लिट हुने गर्थ्यो, टियु ग्राउन्डमा नै कम्प्लिट हुने गर्थ्यो। क्रिकेट चाहिँ केन्द्रित भयो कि भन्ने कुराहरूलाई चाहिँ जनाउँथ्यो। अहिले आएर नेपाल क्रिकेट संघ क्यानले चाहिँ बिग डिसिजन लिएर चाहिँ पहिलो पटक चाहिँ आउट अफ भ्यालीमा नै कम्प्लिट गर्ने भनेर चाहिँ यो कुरा चाहिँ आएको छ। यो एउटा नेपाल क्रिकेट खेल प्रेमीहरूको लागि चाहिँ एउटा बिग न्यूज पनि हो। नेपाल क्रिकेट संघ क्यानका सेक्रेटरी पारस खड्काजीले नै भन्नुभएको थियो कि क्रिकेट चाहिँ केन्द्रीकरण भयो भन्ने कुराहरूलाई चाहिँ हामी बिस्तारै यसलाई चाहिँ हटाउँदै जानेछौँ र त्यसको लागि हामीले विकेन्द्रीकरण गर्दै जानेछौँ भन्ने कुराहरू चाहिँ बेला बेला भनिरहनु भएको थियो। सोही अनुसार चाहिँ अहिले पहिलो पटक नेपालमा चाहिँ पीएम कप लुम्बिनी प्रदेशका 3 वटै ग्राउन्डमा गरेर कम्प्लिटली फाइनलसम्म नै आउट अफ भ्यालीमा गर्ने भन्ने कुराहरू आएको छ। अहिलेसम्म जम्मा 6 वटा एडिसनहरू कम्प्लिट भइसकेको छ। कम्प्लिट भएका मध्ये अहिलेसम्म 3 पटक चाहिँ नेपाल पुलिस क्लबले चाहिँ च्याम्पियन बनिसकेको छ हैन। त्यसैगरी लास्ट सिजन भनेको 2024 मा भएको थियो। 2024 मा पनि नेपाल पुलिस क्लब नै च्याम्पियन भएको थियो। अपकमिङ पीएम कप 2025 को कुरा गर्ने भने यही मार्च 9 देखि मार्च 29 सम्म अलमोस्ट 21 डेज चाहिँ गेमहरू हुनेछ, जसमा चाहिँ टोटल्ली 10 टिम पार्टिसिपेट हुनेछन् भने 46 म्याचेसहरू चाहिँ खेलाइनेछ। वन डे फर्मेटमा खेलाइन्छ, राउन्ड रोबिन फर्मेटमा नै खेलाइने हो। राउन्ड रोबिन फर्मेट र फाइनल खेल खेलाइनेछ। राउन्ड रोबिन फर्मेटमा चाहिँ जुन टप 2 मा रहन्छन् ती 2 वटा टोलीले चाहिँ फाइनल खेल्नेछन् यस टुर्नामेन्टको लागि। अब हेरौँ यो कस्तो खालको हुनेछ। अपकमिङ पीएम कप 2025 पहिलो पटक आउट अफ भ्यालीमा पनि हुन गइरहेको छ। दर्शकको साथ पनि एकदमै मिल्छ होला, किनभने देउखुरीमा भनेको केही दर्शकहरूलाई चाहिँ बसेर हेर्न मिल्ने खालको सुविधा सहितको ग्राउन्ड छ। अब त्यसैगरी तिलोत्तमामा रहेको एकदमै अहिले चर्चामा रहेको क्रिकेट ग्राउन्ड एक्स्ट्राटेक ओभल क्रिकेट ग्राउन्डमा पनि लगभग अहिले फ्लड लाइट्स जडान भइसकेको छ हैन। अब प्याराफिटको काम पनि सुरु हुँदैछ।